गाइस हाई सबैलाई होइन यो चाहिँ मेरो फर्स्ट ब्लग हो मेरो न्यू आइडी हो नि त अनि मैले फर्स्ट ब्लग हाल्दैछु सो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मलाई सपोर्ट गरिदिनु होला होइन सो मेरो नाम चाहिँ तृष्णा हो अनि मेरो घर चापातुलाबारी हो इन्डिया बोर्डर छु अनि त्यहाँदेखि म चाहिँ क्रिस्चियन हो अनि यति नै हो इन्ट्रोडक्सन चाहिँ म चाहिँ 15 छैन म चाहिँ 13 वर्ष हो तपाईँहरू सबैलाई भन्नु पर्दामा तर पनि आई वान्ट टु होइन अल्छी लागेर यत्तिकै ब्लग हाल्न चाहेको तर पनि तपाईँहरूलाई धेरै माया सपोर्ट गरिदिनु होला सो फर्स्टमा चाहिँ म खर्च गर्छु होइन अनि चाहिँ मेरो काम छ सो आज चाहिँ त्यही हो होइन आज चाहिँ लाइक हुन्छ नि दाइले चाहिँ भाउजू भगाउनु भएको त्यसो यहाँ घरमा चाहिँ ल्याउनु भएन उतै दार्जिलिङतिर दादाको कुकुरहरू हुन्छ नि त सो त्यही लानुभएछ सुनाउँदै हुन्छ हामीलाई फोन गरेर सो अब आज चाहिँ आउँदै हुन्छ दादाहरू चाहिँ होइन अनि दादाहरू चाहिँ आउँदै हुन्छ दादाहरू चाहिँ दादाहरू आउँदै रहेछ आइम एक्साइटेड टु सी माई भाउजूहरू चाहिँ देखिसकेको कस्तै हाम्रो घरमा पनि आइसक्यो म चाहिँ प्लास्टिक लिएर अब जान्छु होइन प्लास्टिक लिएर चाहिँ म अब दोकान जान्छु हाम्रो सब्जी दोकान छ होइन सो सब्जी दोकान जान्छु सब्जी दोकान झोला पनि बोकिरहेको छ हातमा सो यो चाहिँ मेरो घर होइन गाइस म त यस्तै म त गरिब फ्यामिलीको छु यो गरिब भन्दा पनि हामी त त्यस्तो गरिब पनि छैनौँ घरमा त त्यस्तो हो अब पैसा त अब आफ्नो चुर्छ नि त होइन सो अब हामीलाई पैसा दिएको छैन अब घरसँग प्रे गर्नुपर्छ सो त्यही हो होइन सो घर पनि बनाउने अब यसो अब पैसा भएपछि अब बाबा पनि विदेश जानुहुँदैछ अनि घर पनि बनाउने हामी यहाँको फुपूहरूको त घर हुँदैछ म चाहिँ त्यहीँदेखि सुतेर आएको खासमा चाहिँ मैले यस्तो भ्लग चाहिँ हालेको थिएँ सायद हाम्रो घरमा एउटा अङ्कल आउनु भएको केही केस परेछ मैले हालेको सो त्यही हो गाइस होइन म चाहिँ अब हाम्रो घर बनाउने पनि यसो छ यो चाहिँ मेरो गाउँ हो गाइस होइन मेरो घर चाहिँ कहाँ हो भने झापातुलाबारी खरदाङ चर्चको छेउ भन्नु तपाईँहरूमा भेट्न चाहनुहुन्छ भने आइहाल्नु है तर त्यस्तो पनि होइन मेरो फ्यानहरू बिग फ्यानहरू म चाहिँ अहिले दोकानदार चाहिँ हाम्रो सब्जी दोकान छ होइन सानोतिनो सब्जी दोकान छ तपाईँहरूलाई अहिले म त्यहाँ पनि देखाइदिन्छु यो चाहिँ मेरो गाउँ हो अनि मेरो गाउँको सबैभन्दा ठुलो घर चाहिँ यही हो अहिले त्यहाँदेखि भ्लग देखाइदिन्छु त्यस्तो नराम्रो पनि छैन यो घरको मान्छेहरू राम्रै हुन्छ यसरी चाहिँ होइन यसो चाहिँ पकाउनु पर्ला यही हो घर चाहिँ होइन सो यही हो यहाँ प्लास्टिकमा लुकाएर हिँड्नुपर्ने बेला आइसकेको सो आज चाहिँ शनिबार हो क्या आइस अनि हामी म चाहिँ क्रिस्चियन हो अनि चाहिँ चर्च जानुपर्छ चर्च सो यो चाहिँ दोकान हो तपाईँहरू पनि आउनु सक्नुहुन्छ दोकानमा खानालाई चाहिँ मेरो साथी मेरो आफ्नै घर आफन्तकै घर सो गाइस यो चाहिँ मेरो ब्लग यो चाहिँ दोकान हो यो दोकान चाहिँ राम्रो छ गाइस ओभर राम्रो छ होइन अनि अब चर्च आउँदैछ मेरो आमा यस्तो चर्च नगई यस्तो ब्लग बनाउँदैछु मलाई मार्दैन नि गाइस मार्दैन सो यो चाहिँ मेरो चर्च हो गाइस अब यो चर्च देखाउने क्रममा चाहिँ मैले फोन गर्नुपर्छ जय मसी दादा सो गाइस त्यही हो मेरो फोन मेरो फ्रेमहरूदेखि पनि यहाँनिर चर्चमा आइफोन हेर्ने हेलो आमा हाउ आर यु यो तपाईँको प्लास्टिक हो यहाँ चाहिँ मेरो आमा हुन्छ आमा हाई भन्नु नि मेरो भ्लग हो क्या हाई भन्नु न हाई भनिदिएको मेरो भाइ हाई भन्नुहुन्छ भाइ हाई 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 गर्नु आमा हाई आमा बुवा हाई भनिदिनु आउँछु गइसकेको छ कि लु नानी म गएको ल गाइस होइन म चाहिँ अब यहाँनिर पुरै फोन गरेर हिँड्नुपर्ने हुन्छ होइन मेरो धेरै प्रब्लम हुन्छ धेरै प्रब्लमहरू खडा गर्छ
जान्छु चर्चमा चाहिँ म त सनप्लेस जानुपर्ने कि सानो बच्चाहरूसँग म त कहिले चाहिँ किनकि अब चाहिँ म ठुलो दिदी दादाहरूको सेवा किन्न जान्छु होइन सो यहाँ परेपछि चाहिँ म फोनमा पनि फ्री हो चलिरहेको जेन्सी दिदी एउटा प्लास्टिक पुरा लगाएको हामी पनि जेमसी भन्नुपर्छ नि त गाइस होइन जेमसी भनेन भने चाहिँ फेरि हाम्रो डेलीको रुटिन हो किनकि हामी क्रिस्चियन भएर चाहिँ हामीले जेमसी चाहिँ भन्नु नै पर्छ होइन किनकि आफूभन्दा ठुलो मान्छे सानो देख्यो भने पनि सानोले चाहिँ हामीलाई भन्ने अनि हामीभन्दा ठुलोलाई चाहिँ हामीले चाहिँ भन्ने हो होइन त्यस्तो हो हाम्रो चर्चमा चाहिँ जेमसी भन्नुपर्छ होइन सबैलाई तपाईँहरूको चाहिँ भेट्ने बित्तिकै नमस्ते भन्छ तर हाम्रो क्रिस्चियनहरूको चाहिँ सबैलाई भेट्ने बित्तिकै जेमसी भन्छौँ हामी चाहिँ होइन त्यही हो गाइस अब चाहिँ म घर पुग्न आँटेँ लगभग अब घरमा को छ बिहान बिहान किन फोन हेरिस् त्यो भन्नुहुन्न तर मेरो दिदीले सपोर्ट गर्नुहुन्छ ब्लग चाहिँ बनाउनु भन्नुहुन्छ दिदीले किनकि दिदीलाई ब्लग बनाएको राम्रो लाग्छ नि त अनि दिदीले पनि सपोर्ट गर्नुहुन्छ क्या ब्लग बनाएर हाल न तिमीहरू किन नहालेको भन्दै हुन्थ्यो आज चाहिँ दादा र भाउजू पनि आउँनुहुन्छ त्यही हो मैले पनि यसो इच्छा भयो क्या बिहान नै उठेर पुग्यो घरदेखि बनाउन आँटेको थिएँ तर त्यहाँनिर अब कस्तो यस्तो नराम्रो पनि लाग्यो क्या अल्छी पनि लाग्यो जिउहरू पनि कस्तो लागिसकेको थियो सो नराम्रो भन्दा पनि त्यस्तो के बोलेको मैले कस्तो अल्छी लाग्यो जिउ सबै लाग्नु भएको त्यही भएर मैले त्यहाँदेखि बनाएँ फोन यति लिएर चाहिँ आएर बनाएको हो सब चाहिँ घर पुगिसकेँ म होइन घरमा मेरो धेरै कामहरू छ त्यो चाहिँ मेरो बाबाको सिटी हो सबै घरमा चाहिँ म भित्र जानुपर्छ फुपू मैले पुऱ्याइदिएँ ल झोला अब म भित्र यहाँ काम गर्छु सो गाइस म भित्र जान्छु होइन सो मेरो घरमा चाहिँ गाइस सानोको कटाउनुको सानो लुगाको सानोको कटायो सानोको बढायो बाहिरको सानोको होइन त्यति गर्नुपर्छ यहाँ चाहिँ मेरो भाइ यस्तै राख्नुहोस् त निन्द्रामा छ भाइ फोन चाहिँ म यहाँनिर राख्छु होइन चाहिँ कामहरू देख्नुहुन्छ मेरो ठुलो यसको हड्डी सर्टी सबै भाँचिसक्यो सबै भाँचिसक्यो भाइ अब को बाहिर फ्याँक्नु बाहिरको सो गाइस म चाहिँ ओछ्यानमा लाउँदैछु सो हामी चाहिँ ओछ्यान मिलाएर भेटौँ सो गाइस मैले सबै काम गरिसकेँ मैले सबै काम गरिसकेँ सो यता लुगा बेड पनि मिलाएँ मैले होइन किनकि यो त्यो मात्र त भित्रदेखि झुलमा चाहिँ यो ब्ल्याङ्केट र त्यो सिरानी मात्र अन्त ज्याकेट मात्र थियो सो मैले पट्याएर चाहिँ यहाँ राखिदिएको छु होइन सो यहाँ पनि त्यो घर पट्याउनु नै छ तर मैले यो चाहिँ अब आज हप्ताको लास्ट दिन हो तर हाम्रो चाहिँ चर्च जानुपर्छ हामी क्रिस्चियन हो सो हामी चाहिँ चर्च जानुपर्छ आज चाहिँ सो यहाँ पनि लुगाहरू पट्याइदिइसकेँ लेट्स गो आएर मेरो के काम छ बाहिर पनि मैले यहाँ पनि गरिसकेँ अब भनेको बाहिर के छ घरसर बनाएर सो बाहिर पनि राम्रै छ तपाईँलाई त देखाउनुहुन्छ यहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ आइ भन्दैन फुपू यहाँ चाहिँ मेरो मम्मी हो आइ भनिदिनु न माया गर्नु फुपू मेरो फुपू हो मलाई सपोर्ट गर्ने फुपू हो होइन सो गाइस त्यहाँ चाहिँ म सो गाइस म यहाँ छु अब म चाहिँ घरबाट हेरिराख्नु होला मैले घरबाट आएको चाहिँ घरबाट आएको हेरिराख्नु होला
ताकेको झाडु अरे खोइ कसले पो सुरेश म चाहिँ अब झाडु लिएर मिल्छु मैले चाहिँ झाडु लिएर आइसकेँ यहाँ बढाएको थिएँ फुपू टोइलेटमा को हो दिदी कतिखेर आउनु भएको सबैजना चाहिँ घर पनि भयो सक्यो म चाहिँ जान्छु क्रस गर्न होइन यो चाहिँ मेरो यहाँ सुरु भएको छ देखिँदैन सुरेश म चाहिँ ब्रस गर्न आएको म चाहिँ गाइस क्रस गरेर तपाईँसँग भेट्छु गाइस होइन मैले चाहिँ ब्रस पनि गरिसकेँ फ्रेस भइसकेँ होइन तपाईँहरूले देख्नुहुन्छ मेरो स्किनै उयो भइसक्यो होइन कस्तो कस्तो पानीले भिजेछ सो मैले मुख धेरै ब्रस पनि गरिसकेँ गाइस होइन सो म जान्छु सिधै मेरो फुपूको घर सो तपाईँहरूलाई मैले देखाएको थिइनँ म देखाउँछु मेरो फुपूको घर सो लेट्स गो फुपू सो म तपाईँहरूलाई चाहिँ फुपूको घर पुगेपछि चाहिँ देखाउँछु सो गाइस तपाईँहरूलाई देखाउनु पर्यो भने म चाहिँ आइपुग्न आँटेको घरको घर होइन घरको घर आइपुग्न आँटेको यो चाहिँ फुपू अर्को घर हो होइन अनि यो चाहिँ किचन हो अनि यता बाहिर चाहिँ यत्तिकै छ अहिले बनाउँदै हुन्छ सो यो चाहिँ दादाको कोठा हो अनि म चाहिँ अब दाजुको कोठाभित्र बस्छु एकको छोरी छ त हौ मैले त बाबा कतिखेर उठ्ने यत्रो बेर भइसक्यो त उठ्नु पर्दैन जानु त घर मोबाइल त अहिले हुँदैन अब यहाँ भ्लग बनाउँछु बाबा भ्लग मेरो भ्लगलाई उयो नगर्नु न डिस्टर्ब नगर्नु न यहाँ यहाँ त ओछ्यान लगाएको छ गाइस तपाईँहरूले देख्नुहुन्छ हुन्छ अब लाइट नबाल्नु त अँध्यारो हुँदैन अनि सो 7:36 भयो सो यो चाहिँ मेरो फुपूको घर हो होइन यहाँ चाहिँ मेरो बाबा सुत्नु भएको छ अनि यहाँ चाहिँ यत्तिकै छ किनकि अहिले त भर्खर बनाउँदै हुन्छ नि त गाइस सो त्यही भएर यत्तिकै छ होइन अनि अब भित्र देखाउँछु तपाईँहरूलाई भित्र चाहिँ यस्तो छ होइन यहाँ चाहिँ हामी सुतेको आज यहाँ चाहिँ बहिनी सुतेको सो यो चाहिँ भनेको चाहिँ तपाईँहरू म राम्ररी देखाउँछु यो चाहिँ 10 आगे हो होइन यहाँ हजुर हजुर दिदीहरूको दबाई लगिदिनु न उतादेखि यो चाहिँ 10 आगे हो गाइस होइन तपाईँहरू पढ्न सक्नुहुन्छ यहाँ के लेखेको छ होइन गाइस त्यही हो हामीसँग जानु दादाहरू आउँछन् कि सबै मिलाएर अनि उनीहरू चाहिँ बसिराख्नु उनीहरू बसिराख्नु चाबीलाई चाहिँ उनीहरू आउँछन् हामीसँग मिलाइहाल्दै छिटो Where lazy, Baba? Where lazy? अब भरेदेखि आएको हेर्नु न तपाईँको म बिहान चाहिँ सुतो आज झन् शनिबार सङ्गति जानु पर्दैन बाबा भन्नु त बाबा अब सङ्गति जानुपर्छ ल बाबा यताउति गर्दा नै बाबा अब त 9-10 बज्छ त सङ्गति जानुलाई म जान त अबदेखि म जग्गा सङ्गति जान्छु
now from today I am not going to go Sunday class. I am going to go Jaban Sangati, youth Sangati. बुझ्नुभयो? Understand? खोइ यास भन्नुभएको? Okay. परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। सो गाइस म चाहिँ ओछ्यान मिलाउँदैछु, तपाईँहरू पनि हेर्न सक्नु। मैले चाहिँ यो मेरो यत्तिकै यो कानको यो कि त्यही भएर यहाँ हुन्छ म होइन। सो गाइस म चाहिँ यहाँ छु होइन। कुन लाग्दैन भयो ट्याब्लेट्सहरू चाहिँ पनि होला यहाँ राखिदिनु भएछ। सो गाइस म चाहिँ तपाईँलाई देखाउँछु पनि हुँदैन होइन। म चाहिँ त्यहाँ खोल्नु नै पार्दैन। अब बच्चा त घाम लाग्यो, शीतल शीतल नै छ होइन। तपाईँले देख्न सक्नुहुन्छ ओछ्यान पनि त मिलाउनु छ है। ओछ्यान पनि मिलाउनु छ, ओछ्यान पनि छ गाइस होइन। ओछ्यान पनि छ मेरो, यो मिलाउनु होइन। यो मेरो आफ्नै घर हो नि त, किनकि मेरो फुपूको घर मेरो पनि आफ्नै घर हो। म फुपूलाई धेरै माया गर्छु भन्नुपर्दामा होइन गाइस। सबैले माया गर्छौँ। हामी 3 जना भदैनी छौँ अनि 5 जना भदैहरू होला। क्रिस्टोफर जोसुवा, विल्सन, एजरा, यो 4 जना हो होइन। उनीहरूले पनि माया गर्छौँ फुपूलाई, तर उनीहरूले भन्दा चाहिँ धेरै हामी माया गर्छौँ फुपूलाई होइन गाइस। सो अब भनेको सिरानी लगाइदिन्छु म। तपाईँहरू पनि यो आजको बेहुला बेहुलीको खाट हेर्न चाहनुहुन्छ भने तपाईँहरूलाई पनि म खाट देखाइदिन्छु। यो हो हाम्रो बेहुला बेहुलीको खाट। यति राम्रो छ गाइस, यति राम्रो छ होइन। कसैले पनि नराम्रो भन्न सक्दैन क्या यो बेडलाई चाहिँ, बुझ्नुभयो? सो गाइस पक्नुहोस् होइन, यहाँनिर धेरै कुरा अडियो आउनु छ। सो गाइस होइन म चाहिँ बेड मिलाउँदैछु होइन। बेड चमत्क मिलाउनु पर्ने छ, किनकि आज अब दादाहरू दिदीहरू आउँदै हुनुहुन्छ नि त होइन। सो त्यही भएर आज चाहिँ मेरो डाइरेक्ट भाउजू भगाएको दिन हो। आजको डेट चाहिँ लेखेर राख्नुपर्ने होइन। यहाँ कहिले पो भगाएको आज त होइन, आउने दिन चाहिँ। सो अस्ति भर्खर भगाएको याद छ होला फुपूलाई, डेट लेखेर राख्नुपर्ने क्या। जस्तो मेयाबारी हुन्छ त्यसो लेखेर भनेको दादाले 10-20 रुपियाँ दिन्छ मलाई होइन, खुसी भएर। सो गाइस सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो फर्स्ट भ्लगमा होइन। म बिन्ती गर्दैछु तपाईँहरूलाई, म तपाईँहरूको लागि प्रे गर्दैछु। जतिजनाले मेरो च्यानललाई सब्सक्राइब, मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब बेल आइकन दबाइदिनु हुन्छ सबैको लागि। सबैले नाम लेख्नु होला कमेन्टमा। म सबैको लागि प्रे गरिदिन्छु, किनकि हामी त क्रिस्चियन हो नि त। हामी प्रार्थना गरिदिउँ भने सबै कुरा पुरा हुन्छ। तपाईँहरूको दिदीको कुराहरू पुरा भएको छैन भन्नु होला। म प्रार्थना सुनिदिन्छु तपाईँहरूलाई। सो गाइस तपाईँहरूले प्रार्थना भनेको चाहिँ बुझ्नुहुन्न होला। प्रार्थना भनेको चाहिँ हामीलाई के चिज बाबा, प्रार्थना भनेको के हो? केही चिज माग्दाखेरि पुरा हुन्छ नि प्रार्थना गर्यो भने। सो प्रार्थना भनेको चाहिँ केही चिज छ, अब तपाईँहरूले माग्नु छ भने होइन। सो हाम्रो चाहिँ तपाईँहरूको गडसँग अब जसरी माग्नुहुन्छ केही चिज हामी पनि त्यसरी नै माग्छौँ होइन। हाम्रो गडलाई, हाम्रो गड चाहिँ जिजस होइन, परमेश्वर पिता पुत्र पवित्र आत्मा हुनुहुन्छ होइन। सो गाइस तपाईँहरूलाई चाहिँ थोरै बुझाएको नराम्रो चाहिँ नसोचिदिनु होला, किनकि अब त्यस्तै हो नि त होइन, आफ्नो हुन्छ। हाम्रो के अरे प्रार्थना भनेको चाहिँ एउटा हामीलाई चाहिँ यति इम्पोर्टेन्ट छ होइन। हाम्रो फेस्टिभलमा भन्दा हाम्रो धर्ममा चाहिँ यति इम्पोर्टेन्ट छ हामीलाई होइन। प्रार्थना भनेको चाहिँ प्रार्थना बिना हामी एकछिन पनि जिउन सक्छौँ। म होइन, म पनि होइन एउटा म त्यति प्रार्थना गर्दिनँ, तर पनि अब चाहिँ मैले होइन एउटा रुटिन बनाएको छु। त्यसमा चाहिँ हामी चाहिँ प्रार्थना गर्नु नै पर्ने हुन्छ, किनकि नगरे पनि हामीलाई पाप लाग्छ भन्दा पनि
आफ्नो इच्छा हो तर परमेश्वरको बाटोलाई चाहिँ खोजी गर्नुपर्छ हामीले चाहिँ होइन। तपाईँहरूको के हो थाहा छैन तर हाम्रो चाहिँ त्यही हो गाइज होइन। प्रार्थना भनेको चाहिँ यस्तो सबैले कमेन्टमा नाम लेखिदिनु होला। म चाहिँ प्रार्थना गर्छु तपाईँहरूको लागि के समस्या छ होइन। थोरैजनाले अब धेरै पनि याद गर्न सकिन्छ र प्रार्थना गरिदिन्छु तपाईँहरूको इच्छाहरू पुरा भयो भने चाहिँ मलाई फेरि अर्को ब्लग नेक्स्ट ब्लगको लागि पनि तयार हुनु होला। अब नेक्स्ट ब्लग कहिले आउनु थाहा छैन यो ब्लग त अब नआउँछ होला सायद। मैले पनि यसो भ्लग बनाउँछु त भनेको कति भ्लगहरू यो फोन चाहिँ विदेशदेखि ल्याउनु भएको हो फोटोले। यसो यसलाई चाहिँ यहाँ नेपालमा आएर खै के गर्नुपर्छ अरे नत्र यहाँनिर फेसबुक पनि चल्दैन थियो केही चल्दैन थियो। सो युट्युब त छु तर आइडी बनाउनु मिल्दैन थियो सिम पनि हालेको थिएन। सो अहिले नबनाएको होइन। सो गाइस होइन त्यतिखेर चाहिँ मैले कतिवटा फोटोहरू खिचेको थिएँ क्या अनि भ्लग भिडियोहरू पनि बनाएको थिएँ। अनि सायद यो फोन बनाउँदा त डिलिट हुँदैन होला जस्तो लागेको थियो। लास्ट टाइम सबै डिलिट भएछ। म त भ्लगहरू पनि हाल्थेँ गाइस होइन। अब लास्ट टाइम चाहिँ भएन। कसको रहेछ हेर्नु पऱ्यो दिनुपर्छ होइन सबै बाटो परेछ। हेर्नु गाइज यो कसको यहाँनिर ओछ्यानमा त बहिनीको होला सायद त्यस्तै लाग्यो मलाई। बहिनीको जस्तो लाग्यो। यहाँ गाँठो पनि परेको छ गाइज होइन। जसरी होस् यही राखिदिन्छ है यार। रोजीको बाबा उठ्नु भएको मसँग चाहिँ यति धेरै ब्रेसलेटहरू छ। यो चाहिँ रुथको, यो चाहिँ रोजीको, यो चाहिँ रोम दिदीको अनि यो चाहिँ मेरो चाहिँ यस्तो यो बोहरू हराएको छ होइन। तर पनि ठिकै छ जे भए पनि पर्दाहरू लाउँछु गाइस होइन। राखेर बाहिरको कोठाहरू सफा गर्नु छ। सो गाइस अब चाहिँ बाहिरको कोठाहरू सफा गर्नुपर्ने छ होइन। बाहिर चाहिँ बाबा उठेर गइसक्नु भएको छ। बाबा उठेर गइसक्नु भएछ। अब चाहिँ अब भन्नु बाहिरको कोठाहरू सफा गर्नु छ गाइस होइन। होला यस्तो लाग्यो होला। मेरो घर चाहिँ होइन यो चाहिँ यति राम्रो छ गाइस। मेरो फेभरेट हो क्या यो लाइन भएको चाहिँ यति राम्रो छ होइन। हाम्रो फोटोको घर चाहिँ वाउ क्या वाउ। यहाँ कहीँ जानुपर्दा फोटो खिच्न टिकटक बनाउनु कहीँ जानुपर्दा यहीँ। सो अब भनेको चाहिँ म ओछ्यान मिलाउँछु गाइस होइन। तपाईँहरू हेर्नु सक्नुहुन्छ अब चाहिँ भनेको म ओछ्यान मिलाउँछु होइन। ओछ्यान मिलाउँछु होइन। ओछ्यान मिलाउँछु भनेको गाइस म चाहिँ ओछ्यान मिलाउँछु।
यो चाहिँ मेरो दादाको गिटार हो देवरे आएको चाहिँ सो गाइस मैले ओछ्यान पनि मिलाइसकेँ होइन सो यहाँ पनि सनक्क छ बाहिर बेड पनि सो भित्र बेड त झन् सनक्क भइहाल्यो यता त झन् सनक्कै छ सो यहाँको लाइट अफ अनि त्यहाँबाट यहाँ पनि छैन हाई गुड मर्निङ भ्लग न्यू फर्स्ट भ्लग हो क्या तपाईँलाई देखाऊँ कि यहाँ चाहिँ मेरो दादा हुन्छ हाई भनिदिनु त भर्खर सुतेर उठ्नु भएको यो चाहिँ मेरो दादाको कोठा हो अनि यहाँ चाहिँ धेरै बुक्स हुन्छ मेरो दादाको फिलोसफी होइन फिलोसफी पढ्नुहुन्छ अनि यहाँ चाहिँ चेस पनि खेल्नुहुन्छ दादा च्याम्पियन हो चेसको उठ्नु भएको दादा उठ्न त म सनक्क ओछ्यान ल्याउँछु मसँग धेरै ब्रासलेट छ अघि देख्नु भयो होला यहाँ चाहिँ मकै बारी छ यतापट्टि चाहिँ यो चाहिँ ठेउके बारीको ठेउके अङ्कलको बारी हो ठेउके हजुरबाको बारी हो होइन उहाँ चाहिँ धेरै रिसा हुन्छ गाइस होइन अब चाहिँ आइतबारदेखि चाहिँ मेरो दादाहरूको एक्जाम स्टार्ट छ सो गाइस मैले चाहिँ होइन सनक पनि पार्टी आयो दादाको ब्याग पनि यता त सनकै पार्टी छैन अब चाहिँ म घरतिर तपाईँलाई भेट्नेछु